हेलो दर्शन नमस्कार सबैजनालाई एभ्रिवान। तपाईहरु सन्चै आरामै हुनुहुन्छ साथीहरु? हेर्नु है यो चाहिँ म बस्ने एरिया है साथीहरु, ग्रीन हाउस। अनि मलाई चाहिँ कस्तो भोक लाग्यो अनि यसो भ्लग बनाउँदै केही स्यान्डविच किनेर खाऊ कि जस्तो लाग्यो। अनि एउटा स्यान्डविच किनेर खाएँ। नाम चाहिँ के हो, भित्र चिकन थियो हैन। अनि खाँदै हिँडे, भ्लग बनाउँदै खाँदै हिँडे साथीहरु है। मिठो चाहिँ मिठो थियो, अब माइनस हालेको होला, मिठो त मिठो थियो। अनि म चाहिँ त्यति बाहिरको खानाहरू फ्राई गरेको खान्न थिएँ, तर मिठो लागेर खाएँ। अनि यो चाहिँ हामदन रोड है साथीहरु, हामदन रोड उतापट्टि म बसेको एरिया भन्दा पछाडि साइडमा हो चाहिँ। अनि यताबाट भिडियो बनाउँदै हिँडेको थिएँ म साथीहरु है। मान्छेहरूले पनि मलाई हेरिरहेको थियो, मलाई लाज पनि लागिरहेको थियो क्या त्यो भिडियो बनाउँदाखेरि। अलिकति सरम पनि लाग्यो हैन, सबैले हेर्छ नि त भिडियो बनाउँदैखेरि चाहिँ। अनि म चाहिँ भिडियो बनाउँदै हिँडिरहेको छु, सबै देखाइरहेको छु झिलिमिली यो बेलुकाको टाइममा हैन। लाइटहरू झलमल बलिरहेको, रमाइलो पनि देखेको हैन, एकदम रमाइलो पनि देखिरहेको थियो। अनि म चाहिँ यो चाहिँ कर्नेस बीचपट्टि, हेर्नु त साथीहरु, कर्नेस बीचपट्टि। अनि यो हाम्रो मेरो रुम भन्दा अलिकति टाढा छ यो गार्डन, तर राम्रो छ। यहाँ वाकिङ गर्ने एरियाहरू छ, फुटबल खेल्ने ठाउँहरू छ हैन, यहाँ बस्ने एरियाहरू। यो चिसो मौसममा त एकदम राम्रो नै ठाउँ छ। गर्मीमा चाहिँ सकिँदैन रहेछ साथीहरु, धेरै गर्मी। आमामा यति बनाउन गएको म, यस्तो गाह्रो भयो, पसिना आएर म झनै मरेँ। यो चाहिँ फुटबल खेल्ने ठाउँ है, बच्चाहरू फुटबल खेलिरहेछन् भित्र। अनि म चाहिँ एउटा भिडियो निकालिदेऊ न त भन्दै गएको थिएँ। भलिबल, फुटबल खै के खेल्छन्, मलाई त्यति बलहरूको नाम थाहा छैन। त्यस पछाडि घुमाउँदै म गएँ, उता साइडमा गएँ साथीहरु है। अनि हेर्नु सर एक लाइन घुमाइदिएँ क्या, जस्तै कि यो न्यू इयरमा पटाका सटक्का पड्काउने यस्तैतिरै हो, यतादेखि नै हेर्न सकिन्थ्यो हैन। म चाहिँ पहिला त्यो कम्पनीको रुममा बस्दाखेरि एकचोटि गएको ठाउँ हो क्या। म फर्स्ट अबुधाबी आउँदाखेरि गएको एरिया भनेको मेरो यो ठाउँ थियो क्या, मेरो फर्स्ट पल है, फर्स्ट समयमा। अनि यहाँ हेर्नु न कस्तो राम्रो पानीको छालहरू आएको थियो, साउन्ड कति दामी आएको थियो। तर यो स्पिकर गएको भएर मैले भोइस गर्न बाध्य भएँ साथीहरु। मेरो भिडियो फुल हेरिदिनु होला हैन। तपाईहरुले मेरो भिडियो हेर्नुहुन्छ कि हेर्नुहुन्न जस्तो लाग्छ मलाई। किन साथीहरु, मैले राम्रो भिडियो त बनाउन सक्दिनँ, तर पनि यस्तै भिडियोहरू म चाहिँ रिमिक्समा ल्याउँछु है। सबै थोकको भिडियो ल्याउँछु, म एउटै थोकको मात्रै भिडियोहरू ल्याउँदिनँ। मन पराएर हेरिदिनु होला। अनि लाइक, कमेन्ट, सेयर अनि सब्स्क्राइब पनि गरिदिनु होला साथीहरु हैन। मन पर्छ पर्दैन कमेन्ट गरिदिनु होला। यो चाहिँ तपाईले मिस्टेक गर्नुभयो, यो चाहिँ तपाईको ठिक छ भनेर हैन साथीहरु, तपाईहरुले सपोर्ट दिनु होला मलाई। अनि हेर्नु है साथीहरु, त्यतादेखि आउँदै गर्दा उता एउटा बल खेल्ने ठाउँ छ, यता पनि छ बल खेल्ने ठाउँ हैन। अनि यो चाहिँ ठुलै गार्डन छ है। यो गार्डन चाहिँ एकदमै ठुलो छ। यहाँ धेरै बच्चाहरू खेल्ने ठाउँ थियो, अहिले चाहिँ गर्मीले गर्दा हटाइदिएको रहेछ यो ठाउँहरू हैन। यो ठाउँहरू त्यहाँबाट हटाएको रहेछ अहिले। पहिला धेरै बच्चाहरू खेल्ने ठाउँ थियो, त्यता एउटा बल खेल्ने एरिया भयो, यता पनि बल खेल्ने दुई ठाउँमा छ है त्यहाँनिर चाहिँ। अनि त्यो भएर साथीहरु, अनि यो चाहिँ हेर्नु न मेन गेट है, यो मेन गेट हो, यताबाट छिर्नु पर्थ्यो। म चाहिँ अर्को साइडबाट छिरेर यताबाट निस्किएँ है। हेर्नु त कस्तो राम्रो छ। अनि त्यहाँबाट फेरि सर घुमाएर एउटा भिडियो निकालेँ। अनि साथीहरु, अहिले गर्मीले गर्दा बाहिर चाहिँ निस्किने स्थिति छैन, तर पनि म चाहिँ यसो जाम न त एउटा नयाँ भिडियोहरू भन्दै निस्केको, तर गइसक्नु छैन। लाइक, कमेन्ट, सेयर, सब्स्क्राइब गरिदिनु। थ्याङ्क यू सो मच साथीहरु।